म चाहिँ रोमान्टिक फिल्मबाट माथि उठेर अलिकति केही अझै आफ्नो पहिचानमा केही परिवर्तन ल्याउँ परिमार्जन गरौँ भनेर हिँडिरहेको मान्छेलाई चाहिँ त्यो लोभ छैन। अब त्यो हुन्छ नि रोमान्टिक हिरो बनिराखौँ भन्नेवाला लोभ छैन। मलाई धेरैभन्दा धेरै चरित्रहरू गर्न पाऊँ भन्ने इच्छा छ। र त्यो बाहेक भनेको चाहिँ रेटिङको कुरामा चाहिँ दिलले भनेको कुरा चाहिँ म एकदम सहमत छु क्या। त्यो एकदम क्रिटिक एकदम क्रिटिक भनेको त अब आफ्नो आफ्नो पोइन्ट अफ भ्यू हो होइन। कुन नजरले हेर्नुहुन्छ? अब हामीले जे बनाउन खोजेको छौँ हामीले त कमन अडियन्सलाई एन्टरटेनमेन्ट दिने हिसाबले सोसल ड्रामा होइन एक्सनको प्याकेजिङमा बनेको कथा हो, हामीले त्यही दिन खोजेको हो। अब त्यो मनपर्ने मान्छेलाई 4.5 5 लाग्ला होइन। अनि जसलाई त्यो चिजहरू मन पर्दैन उहाँहरूलाई चाहिँ 1 2 पनि नलाग्न सक्छ होइन। हामीले जे दिएको छौँ त्यसलाई त्यही पर्सपेक्टिभबाट हेऱ्यो भनेदेखि डेफिनेटली त्यही अनुसारको फिडब्याक चाहिँ आउँछ जस्तो लाग्छ। ढिड साहब यो फिल्मको ओपनिङ एक्सपेक्ट कति छ? यो त मलाई कतिचोटि क्वेसन गराए आज आज अन्तिम हो। एफटिभीले 700 दिएको छ, अरू खुल्दैछ होइन। भनेको हाई सो पाइसकेको छ फिल्मले हेर्दाखेरि त्यो देखिन्छ अनुपात। मैले 2 करोड ओपनिङ गर्नुपर्छ भनेर अस्ति प्रिडिक्सन गरेको थिएँ फिल्मले। तपाईँको ओपनिङ एक्सपेक्ट म I'll go with you।